फाइनली साथीहरू आज म चाहिँ गाडी लिएर गाडीमा सामान लिएर सरर माथि चोबार गुम्बामा जाँदैछु। ल हेर्नुहोस्, चोबार गुम्बा माने घुमाउँदै 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 म चाहिँ यहाँको दृश्य अवलोकन गर्दैछु र अनि मलाई यस्तो रमाइलो लाग्यो कि मैले मात्र हेरेर हुँदैन, हाम्रो श्रोता साथीहरूलाई पनि देखाउन त चोबार गुम्बा भनेर चाहिँ मन लागेर अनि देखाएँ। ल हेर्नु कति रमाइलो ठाउँ छ, हेरिरहँ, घुम्नलाई पनि एकदम रमाइलो छ। तर के गर्ने, यो गुम्बामा हामी सर्वसाधारणलाई अघि पछि आउन पाइँदैन। यो ठाउँमा म चाहिँ सामान लिएर आएको थिएँ है, त्यही भएर अनि यहाँबाट मैले भ्यू लिएको। मलाई हेरेको यस्तो राम्रो लाग्यो कि यति रमाइलो लाग्यो, त्यही भएर मैले पनि भ्यू लिएँ। ल हेर्नु हाम्रो चोबारको बन्दरगाह, तल चाहिँ चोबारको बन्दरगाह छ। त्योभन्दा माथि फिल्म सुटिङहरू हुने, यसो घुम्न आउने शनिबार ठाउँ चाहिँ त्योभन्दा माथि चाहिँ गुम्बा पर्छ है, त्यहाँसम्म जान पाइँदैन। ल हेर्नु कति रमाइलो छ, चोबारको बन्दरगाह हो, कति रमाइलो लाग्छ। तुवालो पऱ्यो क्या, बिहान हल्का हल्का पानी परेको थियो, सिमसिम पानी परेको थियो, त्यो पानीमा आएका हौँ हामी। अनि कस्तो रमाइलो छ हेर्नु त, घर 5-7 तला माथि छ चाहिँ यस्तो राम्रो पार्क जस्तो बनाएको छ, तीमाथि गुम्बा बनाएको छ है, एउटै बनाएको छ क्या। तल माथि घरलाई माथिसम्म लगेर त्यसको छतहरू जोडेर है, अनि तीमाथि अब ढुङ्गा बिछ्याएर उतिर परतिर हिँड्न मिल्ने गरी बनाएर सम्म बनाएको छ। हेलिकप्टरै बस्न मिल्ने खालको गरी बनाएको छ है। अनि छेउछेउमा गमला राखेर बिरुवाहरू रोपेको छ, फुलहरू रोपेको छ। मैले पनि त्यस्तै बिरुवा फुल लिएर गएको हो, गमलामा रोप्न सजाउनको लागि लिएर जाँदाखेरि। अनि अब मैले पनि हेरौँ न त, अवलोकन गरौँ कस्तो रहेछ यो गुम्बा, अघि पछि आउन पाइँदैन भनेर चाहिँ। ल टक 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 यहाँ भर्याङमा पनि पुरै ढुङ्गा बिछ्याएको छ, कस्तो रमाइलो बनाएको छ। ल हेर्नु न कस्तो छ क्या, यहाँ ढुङ्गा बिछ्याएको ठाउँ पनि पुरै सफा छ है। अब यहाँबाट हेर्नुहोस् है कस्तो देख्छ, त्यो उतापट्टि काठमाडौँ पुरै देख्छ। ल हेर्नु पुरै काठमाडौँ देख्छ क्या। अझ उग्रिएको समय भएदेखि खुलेको समय भए त धेरै राम्रो देख्थ्यो। अहिले त हल्का तुवालो लागेको छ, पर देखिए होइन, नजिक नजिक त राम्रै देखिएको छ घरहरू, रमाइलो छ। तर मैले घुमाएर खिचेँ, हेरेँ, अनि आफू मात्रै कति हेर्नु भनेर साथीहरूलाई पनि देखाउँ भनेर चाहिँ मैले भिडियो बनाएँ। अनि यो भिडियो हेर्नलाई अब तपाईँहरू रोहित भुजेल अफिसियल युट्युब च्यानलमा जानुपर्ने हुन्छ, त्यहाँ हेर्नुहोला, त्यहाँ पुरै भिडियो राखिएको छ। रमाइलो लाग्यो यस्तै भिडियोहरू बनाउन, एकदम मनपर्छ, नयाँ नयाँ ठाउँ घुम्न मनपर्छ, त्यही भएर भिडियो बनाइहाल्ने अनि हालिहाल्ने, त्यही भएर एकदम रमाइलो लाग्छ। ल हेर्नु त कस्तो राम्रो छ, धेरै राम्रो लाग्छ क्या। त्यही भएर अब यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नलाई चाहिँ हजुरहरूले लाइक सब्सक्राइब गर्नुपर्छ है।